पिकनिक कार्यक्रममा जाडोको मौसम है। ल हेर्नुहोस् के लिएर आयो फुच्चीले के लिएर बाबु आऊ यसरी हो क्या आगो ताप्ने भनेको जान। तिमी केयर न आऊ कान मिठो छ तिम्रो कान कान काटेर पोलेर खाम नहाले यहाँ आगो पुगे हामीले कान खान कसको कान मिठो छ अहिले विचार गर्छौँ चिया खाएर यो त फर्केको मिठो छ त अब बसाउनु कुरोको बसाउनु सुरु गर्नु पर्छ के बसा आलु हो के सिटीलाई छ दाइ कहाँ गयो मिठै भने त्यहाँ कता गयो हुन्छ नयाँ पिकनिक स्पोट हो है यो। यता बस नि यता यता कस्तो तातो आयो त्यही शीतल छ भइहाल्यो दाइले पनि मोबाइल छोडेर आउँथ्यो त हैन आलु भरेनमा प्लास्टिकमा पगाएर राखेको उसिनेर राखे आलु बेचेर आयो जम्मा 4 जना बेलुका त्यति राख्नु फ्रिजमा राख्नु भोलि जानुपर्छ है ल बोलाऊ